हेलो साथीहरू, दर्शन नमस्ते अनि नमस्कार सम्पूर्ण मित्रहरूमा। आज चाहिँ म सिक्किमको सोमबारे बजार सलङदङ भन्ने साइटमा आएको छु। यहाँ चाहिँ हाम्रो गाडी देख्न सक्नुहुन्छ, खाली हुँदैछ। हामी चाहिँ गाडी खाली भइसकेर देख्न सक्नुहुन्छ, खोलामा नुहाउन आएका छौँ। ल म चाहिँ सलङदङ साइडमा खाली गरी भइसक्यो। अब चाहिँ म घर जानु पर्यो, यहाँबाट निस्किँदैछु। ल साथीहरू, म चाहिँ निस्किसकेको छु। अब म चाहिँ दरमदिन पुग्नको लागि यहाँबाट 9 किलोमिटर बाँकी छ। 2 किलोमिटर माथि आइसकेँ म सलङदङबाट। यो साइड चाहिँ सिक्किम हो भने यो तल खोला देख्नु हुँदैछ। यो खोलादेखि पारि चाहिँ वेस्ट बेङ्गाल दार्जिलिङ पर्छ। यो देख्दै गरेको बाटो चाहिँ दार्जिलिङ जान्छ भन्छ, तर म चाहिँ यो बाटो दार्जिलिङ गएको छैन। अन्त यहाँ तल देख्नु हुँदैछ, यो चाहिँ एनटिपिसी कम्पनी हो भनेदेखि हामीले अहिले सामान लिएर गएको कम्पनी चाहिँ अबिर कम्पनी हो। यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर देख्न सक्नुहुन्छ। हामी यो लेफ्ट साइड उकालो गयो भने चाहिँ सोमबारे बजार पुग्न सक्छौँ भने हामी यो तल्लो बाटो चाहिँ दरमदिन हुँदै सिलगढीतर्फ बढ्न सक्छौँ। देख्न सक्नुहुन्छ, म चाहिँ दरमदिन आइपुगिसकेको छु। यति सुन्दर ठाउँ छ दरमदिन, एकदमै सुन्दर ठाउँ छ। यो चाहिँ दरमदिन बजार हो, देख्न सक्नुहुन्छ। एकदमै सुन्दर ठाउँ छ। प्रकृतिले भरिपूर्ण दरमदिन देख्न सक्नुहुन्छ, अति नै राम्रो छ। म चाहिँ खर्कु डाँडा आइपुगिसकेको छु। यहाँबाट चाहिँ म जोरथाङतर्फ नै बढ्दैछु। ल साथीहरू, साँझ पर्न लागिसकेको छ। म चाहिँ जोरथाङतर्फ नै बढ्दैछु। मलाई अझै पनि जोरथाङ पुग्नको लागि यहाँबाट लगभग आधी घन्टा जस्तो लाग्छ। म चाहिँ सोरेङ फाटक आइपुगेँ। यो उकालो बाटो चाहिँ सोरेङ जान्छ भने यो ओह्रालो बाटो चाहिँ हामी जोरथाङ नै जान सक्छौँ। ल साथीहरू, म चाहिँ चाखुङ फाटक आइसकेको छु। अब चाहिँ म जोरथाङतर्फ नै बढ्दैछु। त्यहाँबाट जोरथाङ पनि अब धेरै टाढो छैन। यहाँबाट जोरथाङ पुग्नु अब 15 मिनट समथिङ, 10 देखि 15 मिनट लाग्छ। चाहिँ फाइनली जोरथाङ आइपुगिसकेको छु। जोरथाङ बजार देख्न सक्नुहुन्छ। ल म चाहिँ जोरथाङ बजार यो लेकसेप र यता सोमबारे जाने फाटकमा आइपुगिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ। जोरथाङको एकदमै बनावट एकदम राम्रो भएको आकर्षित पुल छ। यो चाहिँ पुलको पारिपट्टिको मुखबाट लेफ्ट साइड गयो भने चाहिँ चिसापानी जान सकिन्छ भने हामी सिधै अगाडि बढ्दाखेरि चाहिँ मल्ली जान सकिन्छ। एउटा देख्न सक्नुहुन्छ, यो चाहिँ जोरथाङ मेन बजार। यो
साइड पनि छ सक्नुहुन्छ। जोरथाङ फुटबल ग्राउन्ड एकदमै दामी छ यहाँको ग्राउन्ड चाहिँ। जोरथाङ बजार पनि एक त ठुलो बजार हो अरू बजार हेरिकन। ल साथीहरू म चाहिँ किताम फाटक आइपुगिसकेको छु। यहाँबाट लेफ्ट टर्न गरेर उकालो गयो भने चाहिँ किताम हुँदै नाम्ची जान सकिन्छ भने यो सिधा बाटो गयो भने हामी मल्ली जान सक्छौँ। ल अहिले म चाहिँ फाइनली मानपुर फाटक आइपुगिसकेको छु देख्न सक्नुहुन्छ। म चाहिँ त्रिवेणी आइपुगिसकेको छु। काली कल्किनी देवी मन्दिरदेखि माथि छु देख्न सक्नुहुन्छ। ल साथीहरू फाइनली म चाहिँ मल्ली आइपुगिसकेको छु। पारी मल्ली सिक्किम चेकपोस्ट हो भने यतावारी बेङ्गाल चेकपोस्ट यो देख्न सक्नुहुन्छ बेङ्गाल बजार। अन्त यो पारी देख्नु हुँदैछ यो चाहिँ सिक्किमपट्टिको सिक्किम बजार हो, सिक्किम मल्ली बजार। यहाँ तल देख्न सक्नुहुन्छ टिस्टा खोला निरन्तर बगिरहेको छ। म चाहिँ अहिले बेङ्गाल चेकपोस्टको यो ट्राफिक पोइन्टमा आइपुगिसकेको छु। यहाँबाट लेफ्ट साइड गयो भने सिलगढी पुगिन्छ भने राइट साइड जाँदाखेरि चाहिँ गान्तोक, किर्ने, रम्फू इत्यादि जग्गाहरू पुग्न सकिन्छ। तर मेरो घर चाहिँ किर्ने भएकोले गर्दा आज म चाहिँ सिलगढी नगएर अहिले चाहिँ म यता रम्फू जाने बाटोपट्टि लाग्छु। यहाँबाट 3 किलोमिटर अगाडि चाहिँ मेरो घर हो। देख्न सक्नुहुन्छ यो चाहिँ बेङ्गालपट्टिको मल्ली बजार। ल साथीहरू म फाइनली किर्ने आइपुगिसकेको छु। आजको भिडियो के कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिन नभुल्नु होला। अनि यो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न पनि नभुल्नु होला। तपाईहरुको सल्लाह सुझाव कमेन्ट बक्समा छोड्न नभुल्नु होला। तपाईहरुको सल्लाह सुझावको प्रतीक्षामा रहनेछु। हस् त आजको भिडियो यति नै। आजको भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।